एम आई ग्रोइङ इन सोसल मिडिया? सो आजको चाहिँ टपिक यो रहेको छ। नमस्कार, म पदम महत। म चाहिँ पहिला पनि अब सोसल मिडिया चाहिँ युज गर्थेँ, तर म सोसल मिडियामा त्यस्तो धेरै एक्टिभ अनि मैले चाहिँ अब त्यस्तो धेरै कन्टेन्टहरू आफ्नो पोस्टिङहरू पनि म गरिबस्दिनँ थिएँ। तर जब मैले चाहिँ यो बिजनेस जोइन गरेँ, त्यस पछाडि चाहिँ मैले यो सोसल मिडियाको भ्यालु र यो कत्तिको पावरफुल हुन्छ भन्ने चाहिँ मैले यो बिजनेसबाट सिकेँ। अनि अब अहिले चाहिँ मैले अब आफ्नो भ्युवर्स, आफ्नो अडियन्सहरूलाई एट्र्याक्ट मात्रै गर्ने होइन, मैले चाहिँ उहाँहरूलाई चाहिँ एउटा राम्रो शिक्षा पनि दिन सफल भएको छु। अनि मैले अब यो सोसल मिडियामा धेरै आफ्नो फलोवर्सहरू मात्रै बढाउने होइन, मैले चाहिँ आफ्नो कम्युनिटीहरू पनि बिल्ड गरिरहेको छु। र हिजोको दिनमा चाहिँ म यही सोसल मिडिया त्यत्तिकै चाहिँ स्क्रोल गरेर अर्काको कन्टेन्टहरू हेरेर चाहिँ आफ्नो टाइम स्पेन्ड गरिरहेको थिएँ भने चाहिँ जब मैले यो बिजनेस जोइन गरेँ, यो बिजनेस जोइन गरिसकेपछि चाहिँ सोसल मिडियाको प्रयोग गरेर मैले पहिला जति टाइम स्पेन्ड गर्थेँ, त्यति नै टाइम स्पेन्ड गरेर चाहिँ मेरो पर्सनल ग्रोथ पनि गेन भइरहेको छ र त्यसको साथसाथै चाहिँ मैले इन्कम पनि जेनेरेट गर्न चाहिँ सफल भएको छु। र यदि तपाईँहरू पनि अब त्यत्तिकै सोसल मिडियाको प्रयोग गरेर आफ्नो टाइम स्पेन्ड गरिरहनु भएको छ र तपाईँहरू त्यति नै आफ्नो टाइम स्पेन्ड गरेर त्यही सोसल मिडिया प्लेटफर्म युज गरेर चाहिँ आफू इन्कम जेनेरेट गर्न चाहनुहुन्छ भने प्लिज रिच आउट टु मी। सो मेरो लिङ्क म यहाँ माथि राखिदिन्छु, त्यसमा गएर क्लिक गर्नुहोस् अनि आफ्नो नाम अनि इमेल लगाएर रजिस्टर गर्नुहोस्। सो नेक्स्ट आई विल बी देयर टु हेल्प यु। सो आजलाई यति नै, म भोलि फेरि अर्को नयाँ टपिक लिएर आउनेछु। सो टिल देन स्टे ट्युन एन्ड यु गाइस हेभ अ गुड डे, गुड नाइट एन्ड विल सी यु टुमोरो। थ्याङ्क यू एन्ड थ्याङ्क यू फर वाचिङ। बाई बाई।